फेरि हाम्रो चाहिँ अर्को पढायो अनि मैले चाहिँ ठुलो ब्याग भयो ब्याग एक्सचेन्ज गरेर त्यही परको बोलेको सुनिँदैन होला पछ्याउ रे ओले चाहिँ सह्यो के हामी त भनिया जस्तो देख्यो कसो अब चाहिँ हिँड्दैमा चेन्ज आएको म त यति नै हो यहाँनिर छैन हामी चाहिँ खाली भएन त्यही हो के छ पछाडि जान्छ त्यो ब्याग त यो अगाडि बाँध्नै पर्छ के नत्र रमाइलो त्यो अगाडि बाँध्नै पर्छ ब्याग त्यसरी के हाल्नु आएको यहाँ टोपी र एउटा मफलर बाटो चाहिँ यस्तै छ अनि मैले चाहिँ बाँस काटेर बनाइरहेको छु कि गोब्रो अडाउनुको लागि चाहिँ फ्रेसो खाएको झुन्नै स्यास्या पो भयो म त छुट्टी आएको फर्किनुपर्छ तर कहाँबाट भन्दा छुट्टी आएको भन्दा चाहिँ काठमाडौँबाट है छुट्टी चाहिँ फेरि लाउरे छुट्टी होइन नि पासा नाम के अरे अर्जुन कपुर यो चाहिँ यस्तो छ है हामीलाई 4 दिन चाहिँ नलागोस् नलागोस् अहिले चाहिँ अलिक थाकेको जस्तो फिल भयो क्या बेसाउनु हुन्न थियो है बेसाएर सट्टै हिँड्ने बित्तिकै थाक्छ कि खुट्टाहरू सबै सेलाइसकेको हुन्छ नि त अनि फेरि त्यही फर्ममा आउनुको लागि एकचोटि थाक्नै पर्छ यस्तो छ
लास्ट थाक्यो हेलो पोटा चाहिएमा पासा पासो हजुर भन्नु न हौ बोक्ने मान्छे चाहियो भने यहाँ छ है म चाहिँ पानी खान्छु तिर्खा लाग्यो पानी खानु मिल्छ है दिदी पानी मिल्छ ओ त्यो चाहिँ त्यहाँको यो खानु मिल्दैन निम्न मिल्छ त्यो अलिक छिटो छिटो आउँछ ए कता छ अरे यही ए यहीँ ओके हजुर कस्तो बस्नु भनेको यार 4 दिन नै पुग्दैन के बोलिदिएको यार यस्तो हिँडाइलेर 4 दिन आउने नपुग्ने लमा हिँड है आउँदै र ल दिदी लाग्यो धन्यवाद लौरी दिन है कति घन्टा लाग्छ अरे 6-7 घन्टा भन्छ अनि 6-7 घन्टा लाग्छ भने यसरी गर्दा त्यो भएर 2 दिन लाग्छ भने त 6-7 घन्टा लाग्छ भनेर छ त्यही पनि बिसा छ साथीहरू थाकेछ बोल्ने मन गर्दैन फेरि मेरो फोन आयो फेरि बाटो चाहिँ उकालो मात्रै फेरि हेलो हजुर दिदी हजुर हजुर अस्ट्रेलियाको ए हुन्छ म मन्डेतिर मात्रै आइपुग्छु आन्टी है म गोसाइकुण्ड जाँदैछु मन्डे म हजुरलाई कल गर्छु नि है मन्डे नत्र ट्युसडे ए हुन्छ ए हुन्छ म भाइहरूलाई भन्छु हजुर ए हजुर हुन्छ आन्टी हजुर ए हुन्छ आन्टी ए हुन्छ आन्टी म सामान चाहिँ पठाइदिन्छ म आएर हिसाब गरिदिन्छु नि आन्टी म ए हुन्छ ए हुन्छ हुन्छ थाकियो यो धेरै गाह्रो है
बाटो चाहिँ ठाडै ठाडै मात्रै उकालो उकालो है हेर्न लास्ट गाह्रो हेलो फेरि भेट भयो अघि पछि अहिले त साथीको झलसला नि भेट्नु भयो क्या हो साथीलाई त्यो मोटो त हिँड्नै सकेको छैन यो एकछिन ब्याग लिनु ल दिदी भयो त होइन यसरी च्याम काम है के कुनै आपत्ति नै कामै बाइन्छ अब कति कामले बाइन्छ यो त एक छेउ नि अझै 6-7 घन्टा लाग्छ अरे आन्टी आज दिनैभरि हो दिनभरि नै भोलि भाइहरूको हिँड हेर्नु कसो छ फाल त्यही भएर मास्तिर हेर्नु हरेस लाग्यो है दिदी हरेस लागिसक्यो होला यात्रा कठिन छ अब के गर्नु तर गन्तव्यमा पुरै गयो यात्रा कठिन भए पनि गन्तव्य राम्रो छ होला दिदी ठिकै छ जति भगवान तान्नु हया हजुर ठिकै छ हिँडिया छ हजुर हिँड्नुपर्छ बिस्तारै हजुर हजुर लु फेरि भेट भयो ल बाबु फेरि ठिक छ यार बेला बेला भइरहनु यो घुम्तीमा भेट हुने रहेछ नि त हजुर भाइले साथीलाई छोडिदिनु अब हामीसँगै लाग्नु साथीहरू भेट्दै नभइदिनु रहेछ साथीको फेरि ब्याग बोकेर हिँड्दैछु म ल फेरि अहिले ठुलो ब्याग भेट्छ त बराबर भइगयो हजुर यताबाट हो लु हेलो भाइले भ्लग गर्दाखेरि हाम्रा फोटा नि आउँछन् होला नि त आउँछन् दाइ आउँछन् किन नआउनु हामी सँगै छौँ देश विदेश जान्छन् भ्लगको नाम के हो नेपाल आरआर एक्सप्लोर नेपाल छ दाइ कहिले हाल्छौ म अब यो आइतबार सोमबार मङ्गलबार काठमाडौँ फर्किने बित्तिकै ल यो देखाउ त ल त्यसमा ल हेलो हेलो सङ्गारी जय शम्भु आर एक्सप्लोर नेपालले हजुर क्यापिटल दुईटा आर अनि एक्सप्लोर नेपाल थाक्नु भयो नै नै बुढो हड्डी भनेको बुढो हड्डी नै हुँदो रहेछ हौ हामी तन्नेरी भएर सुन्नु बुढाको हो मुढो आगो तापेर बुढो हड्डी पक्रा भएछ बुढाले कुरा सुनाउनु मान्दैन लु यसो कहानी बताउनु नि त हाम्रो जस्तो जवानको ल बाबु हजुर यो तपाईँहरूको उमेरको मान्छेलाई हजुर यो उकालो यो चढाइ कोही खासै होइन हजुर अब हाम्रो लागि अलिकति
हजुर होला समस्या हाम्रो लागि अलिकति गाह्रो छ हजुर बुढेसकाल लाग्यो अनि 75 वर्ष पुग्नु भयो होला 78 हामी त 78 वर्ष बाँचिन्छ कि बाँचिँदैन ओछ्यानमा बसेर बाँचिन्छ होला व्हिल सही त्यसो चाहिँ नपरोस् हजुर भगवानले आशीर्वाद दिनु हजुर भगवानले आशीर्वाद चाहनी नजाओस् हजुर हामीलाई पाखुरी हात पाखुरा चलेरै जान पाओस् जान पाइयोस् हजुर कसैले हाम्रो विश्राम गर्नु नपरोस् हजुर तपाईँ त्यही हो बरु पुग्लोको जाओस् हो विश्राम गनाएर मर्नु हजुर जय हो जय हो भगवानसँग आशीर्वाद त्यही माग्ने हो हजुर हे शम्भो जय शम्भो शिरमाथि गङ्गा लिनु कसैलाई सेवा गरौँ यो योगी हजुर भक्तहरूका सन्ताप सबै नाशन् हे भगवान हे पूर्व पनि राम पश्चिम पनि राम हजुर चारै दिशा चारै धाम हजुर हाम्रा भगवान हजुर यो साथीको तपाईँको नजिकको साथी त म हजुर हजुर तपाईँ पनि साथी नै हो तपाईँ मेरो नजिक साथी अर्कालाई भन्ने त भयो हजुर त्यहाँ माथि चाहिँ वाटरफल रहेछ क्या झर्ना रहेछ राम्रो देखिरहेछ तर देखाउनु मिल्दैन अनि यस्तो छ क्लाइमेटहरू एकदम राम्रो छ आजको क्लाइमेट चाहिँ हिँड्नु खालको लायकको धेरै गर्मी पनि छैन धेरै चिसो पनि छैन ठिक्कको छ लु फुड स्टेट चाहिँ यहाँ चाहिँ काठको हालेर बनाएको रहेछ कि काठको भन्दा चाहिँ दाउरालाई काटेर टुक्रा टुक्रा बनाएर यसरी हेर्नु मिल्छ कि मिल्दैन यसरी बनाएको रहेछ क्या अब केटाको कहाँ छ हुँदै राखेर रहेछ
साथीहरू आइपुगेन अझै छुट्यो क्या हिँड्नै नसक्ने रहेछ साथीहरू हो कता हिँड्नुभएको आन्टी कता हिँड्नुभएको तल ढुङ्से हिँड्दा हिँड्दा थाक्नु नला आजकल त बानी भइसक्यो यतै हो बस्नुहुने बानी भइसक्यो ढुङ्से साउथी यहाँ आउँदा यस्तो भइसक्यो हालत यो काठमाडौँमा सिस्नु भएको भए 2500 रुपियाँ आधी केजीको 2500 भनेपछि 500 ग्रामको 2500 पैसै पैसा छ थाक्यौँ पुरै खुट्टाको नसाहरू टन्न गऱ्यो थुर काम थालिसक्यो अति थाक्यो अब त सास फेर्दा पनि स्या भइसक्यो थाकेर हल्ला तयार छ अलिकति आयो बोल्न नै सकेको छैन क्या यो सास बढेर अनि थाकेकोले खुट्टाहरूको नसा थुर कामिसक्यो गर्मी पनि हुन थाल्यो अब चाहिँ यस्तो टर्निङ छ जस्तो छ है यता छिरिनु डाँडा
भिड छ यता गयो नि यतै टर्निङ काट्यो लाग्यो त्यो डाँडा काटेको हुनसक्छ यतै घुमाउ यस्तो चिपचिपे पानीमा चिप्ले किरा हुन्छ त्यो चाहिँ ढाड दुखेको औषधि हुन्छ है यो पानीको मुहान जस्तो छ होइन रहेछ म ज्याकेट खोल्ने बेला भयो है गर्मी हुन थाल्यो नि त र पसिनाले बाउलै भिजिसकेको छ के भन्नु फुलझारे अलिकति यस्तो बनाउनु पर्यो क्या रमाइलो चराहरू कराइरहेछ चराचुरुङ्गीहरू कस्तो शान्तकै थाकिरहेको छु त्यही पनि जोस चलिरहेछ थाकिसक्यो खुट्टाहरू सबै दुखिसक्यो त्यही पनि यो बाटो चराचुरुङ्गीको आवाज अनि एक्लोपनमा हिँड्न एकदम रमाइलो भइरहेछ थाकेको पनि एनर्जेटिक भइरहेछ जोस आइरहेछ मलाई थाहा थियो कि यहाँ यस्तरी काटेर गएको छ अनुमान गरेँ अलिक उकालो छ जस्तो लाग्यो ठ्याक्कै
के छ दाजु गोसागुन्डा नै हिँड्नुभयो ल बिस्तारै जानुपर्छ मेरो 2 जना साथी हराइसक्यो पछाडि कताबाट आउनुभयो काठमाडौँ ए बाटो टाढो छ तर एउटा सर्टकट अप्ठ्यारो हजुरलाई थाकेको महसुस हुँदैछ हो है हिँड्नु पनि अझै जिउै काम थाल्यो हो कच्चाले बाढी बोकेर हिँडिरहेछ रेस्ट गर्नु पर्यो अब यहीँसम्म राख्नु पर्यो नेक्स्ट पार्टमा आउँछ नेक्स्ट पार्टमा सिउ ठिकै स्टिक हात निम्सा बोर्डमा यस्तो लेखेको छ देखेकै देखेन
अब हामी खाना खाएपछि फेरि ब्रेक लिन्छौँ ब्रेक लिएपछि फेरि कन्टिन्यू गर्छौँ अनि चढ्नु लागेछ यार बोक पनि लानु थाल्यो के चाहिँ खाइरहेको थियो पनि सायद त्यता लाग्छ मलाई चाहिँ गोसाइकुण्ड यहीँ खाना अर्डर गर्छु चाहिँ यहाँ माथि खाना खाएर फेरि रेस्ट गर्छौँ यो चाहिँ धुम्सा रहेछ धुम्से उता धुम्सा दिम्सा रहेछ चाहिँ दिम्सा यहीँ खाना अर्डर अब खाना अर्डर गर्नु पर्यो जान्दैन हामी त सक्दैन त्यो फाइदा हो नि त म त कतिचोटि गर्छु त ग्रुपमा जान्छ नि सोलो गएको भनेर बनाइन्छु हेर न फेरि गफ हानिहाल्यो सोलोको लागि चाहिँ सोलोमा यो ग्रुपमा सबैभन्दा नम्बर 1 गफाडी चाहिँ यहाँ छ आउँदैछ लास्टै गफ हान्छ क्या भोक्क नभएको गफले गर्दा त बाटो कता नि छ नि सिरियस भयो भने त के मेरो महिनामा एक दिन भेटौँ न स्टिक नभेटेर महिनामा एक दिन भेटेर भयो नि के अरे सिरियस हुने भने त महिनामा एक दिन भेटौँला नि त सिरियस होइन
त्यो दिन ओन्ली अब चाहिँ फेरि ओके टक्के लगाएछ नो मजा म अगाडि कुद्छु नि त अर्डर गर्दै गर्नुपर्छ है खाना अर्डर दाइहरू चाँडै पुग्छन् दाइहरूले चाहिँ कहाँ खाने सोच्नु भएको दाइ त तपाईँहरू चाहिँ त्यही माथि खाना खानुहुन्छ दाइ ए बसा कतिको थाकिरहेछ तिमी थाक्न त थाकिन्छ नि यार थाकिन्छ तै पनि हिँडिरहेछौ अनि 10 मिटर अगाडि 10 मिटर अगाडि ब्लगमा साउन्ड आउनको लागि नै बोल्दै हो कि हो र ओके फेरि यो मेरो खुट्टा सेलाएछ फेरि थाक्छ एउटै रेसियोमा हिँड्यो भने चाहिँ थाक्दैन के है पासा ढिलो भयो के यस्तो हिँडाइले सेफ अक्सन यसरी जाने यस्तो हिँडाइले हेर त खुट्टै चलाइसकेन बाङ्गिरहेछ त्यो खुट्टै हो म स्पिड बढाउँछु ल ल हो म स्पिड बढाउँदै गर्छु खाना अर्डर गर्दै गर्नु है मासु भात ओके ओके लु दाइ बिस्तारै है ओके
पुरै थाकिसक्यो थाक्यो सास पर्नु पर्यो הרגשתי שאני לסבית, אז הרגשתי שאני יכולה לעשות את הכל, הרגשתי שאני לא בקטע של בנים בכלל, הרגשתי שאני יכולה לעשות הכל. כאילו כשרה התנהג איך שבא, אני לא הגיעו בזה, בכלל לא זה אתמול, שאלה תקופה שכאילו גם היא לא הייתה לבנים בכלל. את לא הייתי איתנו בכלל. היא לא הייתה לבנים בכלל, היא צריכה שהיא לסבית. אבל זה עבר. खुट्टा जाम भयो पुरै खुट्टा दुइटै जाम भइसक्यो परिरहेछ थाकिसक्यो खै बोल्ने मुडै छँदै छैन थाकेर होला सायद बोल्ने तागत पनि छैन यहाँ चाहिँ बस्ने ठाउँ बनाएको रहेछ एकचोटि बस्दै हाल्नु पऱ्यो relax
आइपुग्यो तामा आउँदै हो सर कोसँग भेटेर गफ गर्दैछु म त कोसँग भेट्यो रे स्पेनिस हो र के भन्छ के भन्छ भन्छु स्पेनिसले उसलाई त 6 दिन लाग्यो रे हो 6 दिन लाग्यो रे या 6 दिनको दिन हामी 2 दिनमा कभर गर्नुपर्छ अगाडि गएर खाना भन्दै गर्नु न मासु भात मासु चाहिँ के को खाने हो र लोकल च्याङ्ग्रा लोकल कुखुरा खसी जे भएन ओके ओके हाई हुने गाइसमा कति बज्यो अहिले चाहिँ 10:23 भइसकेको छ है भनेपछि अझै टाइम त छ हामीसँग हामी 6 बजी हिँडेको 9 10 5 घन्टा भइसकेको छ हामी हिँडेको बल्ल देउराली आइपुग्यो अनि 5 घन्टामा देउराली भनेपछि त अझै 8 घन्टा लाग्छ अरे उता पुग्न त्यहाँबाट फेरि 2 घन्टा लाग्छ अरे भनेपछि 10 भनेपछि 11 12 1 2 3 4 5 6 6 बजी पुगिन्छ हामी 6 बजी चाहिँ पुगिन्छ होला बेलुकाको 11 बजी खाना खाने होटल पाइन्छ त्यहीँ थाकेर कोही पनि बोल्दैन थाकेपछि बोल्नै मन लाग्दैन तर म चाहिँ बोलिरहेको छु नसके भए पनि बाटो फेरि यस्तो छैन बाटो त देखिरहेको छ नि थाक्यो एक्लै हिँड्नु पर्यो फेरि से फोक्सुन र जाने अरे यस्तो हिँडाइ छ सकिन्छ कि सकिँदैन
उकालो मात्र छ ठाडै ठाडो पानी छैन फेरि जुन सेवा जाँदा थियो तर यता नि 5 घन्टाबाट यहाँबाट यहाँ यसो 5 घन्टामा ठाडै ठाडो उकालो यहाँबाट चाहिँ अलिकति टाढो रहेछ बाटो हेर बाटो चाहिँ एकदम गाह्रै छ यार हिँड्नलाई एकदम तर आउनु पनि आउँदैछ बुढो पाका मान्छेहरू पनि बाजेहरू पनि 78 70 सीको हजुर दाइ तल बसेर साथीहरूलाई कुरेको फेरि साथीहरू पछाडि हो हिँड्दै सक्दैन साथी 2 जना छन् तल देउरालीमा एकछिन बस्यो अनि फेरि कन्टिन्यू ल दिदी त थाक्नु भयो जस्तो छ बिस्तारै हिँड्नुपर्छ रोकिनु हुँदैन यो लायो भने फेरि तातिएर स्टार्ट गर्नु गाह्रो पर्छ
बाटो छेक्यो बस्छ है हो गर्मी बढ्दै गयो क्या अलिक माथि गएपछि गर्मी भयो अनि त्यही भएर मैले चाहिँ ज्याकेट चेन्ज गरिदिएको लास्टै गर्मी भयो नि त त्यो अन्त पसिनाले सबै भिजिसक्यो अनि मैले चाहिँ चेन्ज गरिदिएको फेरि चिसो भइसक्यो पसिनाले सुकेर फेरि जिस्काउनु पऱ्यो कहाँ हो हिँड्नै सकेन जस्तो छ ब्याग बोकिदिनुपर्छ सर यहाँ एउटा पोल छ नि जङ्गल पोल लु म माथि आइसकेँ है धेरै नै माथि आउनु पर्ने भयो खानाकै चिन्ता भयो चाँडो आउनु पऱ्यो क्या हो थाक्नु भयो त मजाले बिसाउनु भयो त मजाले बिसाउनु भयो त पुरै कति बजे हिँड्नुभयो तपाईँ धुन्चेबाट 6 बजी हिँडेको त 6 बजे है हजुर तपाईँहरू हामी त 5:15 हो मेरो साथीहरू त तलतिरै छ हामी 3 जना हिँडेको 2 जना साथी तलतिरै ए बिस्तारै हिँड्नुपर्छ दाइ जसरी पनि भोलि पुग्ने हो यत्तिकै पानी त पर्दैन जस्तो छ दाइ मौसम हेर्दा त क्लियर छ फेरि चेन्ज भइ त हाल्छ एकैछिन मौसम चाहिँ आज राम्रो छ हिँड्ने खालको म चाहिँ काठको सिस्टम खै हाम्रो गाउँघरमा पनि यस्तै बनाउँथ्यो क्या अनि त्यसरी ठुल्ठुलो बनाइदिन्थ्यो यहाँ पनि त्यस्तै बनाएर रहेछ
उभिनु पर्यो एकचोटि डाँडा निक्लिसके जस्तो छ साथीहरू पनि देखिँदैन पछाडि हेर्दा
गाह्रो छ है दिदी म दुन्चेबाट आज हामी 6 बजे हिँड्यो 3जना छौँ 2जना साथी हिँड्नै सकेनन् उनीहरू पछाडि नै म चाहिँ अलिकति तपाईँहरू चाहिँ हामी पनि दुन्चेबाट हामी 5:30 बजे हिँडेको हजुर हाम्रो त 6 जना छ 2 जना पछाडि 2 जना अगाडि हजुर मासतिर चाहिँ सँगसँगै हिँड्नुपर्छ अरे सबैजनाले भन्दै थियो मासतिर चाहिँ सँगसँगै हिँड्नुपर्छ अरे लेख माथि चाहिँ अलिकति माथि पुगेपछि सँगसँगै हिँड्नु अरे भन्छ कि लेक लाग्छ अरे हजुर त्यही हामी ललितपुर तपाईँहरू काठमाडौँ कि मेरो पनि काठमाडौँ हो तर म बस्छु चाहिँ ललितपुर हजुर हिजो आउनुभएको हिजो आउनुभएको हामी पनि हिजो आएको खाना खाना माथि अब खाना धुम्से होइन देउराली आइसक्यो अब खोइ कुन आउँछ भन्दैछ मलाई धुम्से होइन धुम्से त तल हो नि हो ए दिम्सा चाहिँ आउँछ माथि धुन्चे चाहिँ तल हो हिजो धुन्चे बसेर दिम्सा आउँछ धुम्सा हो ए धुम्सा त्यही गएर खाना खाने होला तपाईँहरूले खानुभयो ए म पनि गएर अर्डर अनि के बोकिराख्नु पर्ने हुन्छ नि के बोक्नुभएको छ बेच्नु बोक्नुभएको छ गार्लिक त्यो त बोकिराख्नु लसुन लेक लाग्नु भने त्यो खानु मन छ अरे मास्तिर चाहिँ लाग्छ होला यहाँ माथि चाहिँ लाग्छ आज त खोइ माथि नै पुग्ने भन्दैछ 8 घन्टा लाग्छ भन्दै थियो हो एउटा दिदीले भन्दैछ तलबाट देउरालीबाट 8 घन्टा भन्नु हुँदै थियो उहाँहरू चाहिँ फर्किनु हुँदै थियो ललितपुरकै हो उहाँहरूसँग कुरा गरेको 6-7-8 घन्टै लाग्छ भन्दै थियो उहाँहरू चाहिँ हो बिस्तारै जाउँला अब बिसाउँदै भोलि त पुग्ने हो जसरी पनि भोलि पुगेर भोलि नै फर्किने हामी पनि त्यही हो भोलि नै घुमेर फर्किनु धुम्छ नि ए हामी पनि घुमेर फर्किनु भोलि नै कति हुन्छ अलिक अब यहाँ माथि पुग्नु चाहिँ कति टाइम लाग्छ कति घन्टा लाग्छ माथि त्यही खाना खाने भन्दैछ हेलो म त पुग्नु लाग्यो है हेलो
हेलो हेलो आउँदैछु हो आउँदैछु पुगेको भए खाना अर्डर गरिराख न म चाहिँ पुग्नु लाग्यो म गएर खाना अर्डर गर्दै गर्छु ल ल ल हल्का गफ हाने अनि फेरि पुग्नु त कहाँ पुग्नु सरजी मासु चाहिँ भन्नु है मासु जेको भए पनि अरे सरजी बाघले कहाँ घाँस खान्छ मासु त खान्छ त नि पासा चाहिँ खान्छ खाँदै सोध्नु है कति खान्छ फेरि आज त पासा के खाने रे अक्समिट ओके के को छ म बुझ्छु है अनि भन्छु नि यो समात्दा चाहिँ थाहा हेलो गाइज यो चाहिँ हाम्रो लग फेरि दिम्साबाट हाम्रो साथी सरजी हिँड्नु सकेन अनि हामी चाहिँ अब घोडा लिएर हिँड्दैछौँ सरजी तपाईँ हिँड्नु नसकेर घोडा बुक गरेको है हेलो भनिदिनु न हेलो देखिरहेछ कि हेलो भन्नु न छैन शुभ यात्रा रे ओके ओ यता हो यो ठाडो होइन ए अब चाहिँ हामी आयो हो मैले त लाइफमा फर्स्ट टाइम घोडा चढेँ जस्तो लाग्यो है मलाई याद छैन मेरो फर्स्ट टाइम होला सायद घोडा चाहिँ अनि आज चाहिँ हामी चाहिँ गोसाइकुण्डै पुग्ने भनेर चाहिँ घोडा रिजर्भ गरेको अनि म चाहिँ एयरपोर्टमा गीत सुन्दै कानमा गीत बजिरहेछ अनि भ्लग कन्टिन्यू गर्दैछु मलाई होस् सबै कुरा एक्सपिरियन्स गर्न पाइयो होस् रमाइलो भयो हाम्रो यता ब्रदर हुनुहुन्छ जसमा चाहिँ राइडको लागि जा ओके जा ओके वाइ स्टप साथी पर्यो ए घोडाले साथी पनि पर्खिँदो रहेछ है त्यो डाँडादेखि पल्लोपट्टि हो त्यो डाँडादेखिको पछाडिपट्टि है हामी चाहिँ पर्पल कलरको लाली गुराँस चाहिँ नेपालमा 15 टाइपको पाउँछ अरे क्या 15 खालको पुग्दैन माथि चढाउनु पर्ने रे बाङ्गो बाङ्गो भयो जस्तो भयो त त्यस्तै हो ए दिशा गरे ए त्यही भएर ए ओके मेरो घोडाले चाहिँ दिशा गर्यो त्यही भएर रोकिएको रहेछ होइन भएको गुण तिमीसँगै गाउँछन् कुन्नी माया बारेमा
आफूलाई त पिरतीले कहिले फापेन सुनिन है म चाहिँ तिमी फर्केर जान्छु जुन बाटो आए त्यही बाटो फर्केर जो रमाइलो भइरहेको छ घोडा हिँड्ने बाटो चर्के रहेछ नत्र सिडी रहेछ मान्छे हिँड्ने चाहिँ पासाको 50 किलो होइन ओइ पासाको 50 किलो होइन ओइ मन पर्यो आफैलाई मरानीले कुन चाहिँले गफलाई देऊ आफूलाई खुबै ठानी के हो खोइ तिम्रो कुरै बुझ त के तिमीले मायौ भने घुम सरिन मेरा माया लाउँदा के पाइएन तिमीलाई राख त्यो नभएको गुण कुनै माया बारेमा आफूलाई त परेले सिधा बाङ्गो बनाउनु पर्छ र पर्दैन के गर्नै पर्दैन आफै हिँड्दो रहेछ जान्छु जुन बाटो आए त्यही बाटो फर्केर गाइरहेको छ अगाडिको ओह्रालो झर्दै सर खुट्टा अगाडि जिउ पछाडि है अगाडि सर हजुर ओह्रालो तर ओह्रालो त पर्दैन माया तिम्रो मलाई चाहिएन तपाईँहरू आउँदा चढ्दै आउँछ तुफानलाई खाली हुन्छ पासा 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 के छ ठिक छ भाषालाई नबोलाउँ हाइलेक लागिरहेको छ हाइलेक्स लागिरहेछ भाषालाई हाइलेक लागिरहेछ तर कस्तो आफै हिँड्दो रहेछ त है आनन्दले अब स्टिम यिनीहरूलाई थाहा हुन्छ कि अब बाटो आफै हजुरहरूलाई चाहिँ दुःख दियो नि त है तपाईँहरू हिँड्ने हामी चढ्ने हो भने एक गोडा लिएर आए पनि हुन्थ्यो भने मैले है आफै हिँड्दो रहेछ अनि काटिने उनीहरू जबरजस्ती लगाइरहेको पर्दैन त्यो तान्नु पर्दैन बस्छ कि यता बनकारी यो चाहिँ हल्का पानी